नियुक्त लिँदै हुनुहुन्छ। अब अहिले उठिसक्नु भएको छ राष्ट्रपति रामचन्द्र पौडेल, बालेन शाह। अब ठ्याक्कै 12:33 जाँदा उहाँहरू उठिसक्नु भएको छ। म बालेन्द्र शाह नेपालको सार्वभौम सत्ता र राजकीय सत्ता नेपाली जनतामा निहित रहेको नेपालको संविधान प्रति पूर्ण वफादार रही सत्यनिष्ठापूर्वक प्रतिज्ञा गर्दै ईश्वर, देश र जनताको नाममा शपथ लिन्छु कि प्रधानमन्त्री पदको जिम्मेवारी प्रचलित कानूनको पालना गरी मुलुक र जनताको भलो चिताई कसैको डर नमानी पक्षपात नगरी पूर्वाग्रह वा खराब भावना नलिई ईमानदारीका साथ गर्नेछु र आफ्नो कर्तव्य पालनको सिलसिलामा आफूलाई जानकारीमा आएको कुरा म पदमा बहाल रहँदा वा नरहँदा जुनसुकै अवस्थामा पनि प्रचलित कानूनको पालना गर्दा बाहेक अरू अवस्थामा कुनै किसिमबाट पनि प्रकट वा संकेत गर्ने छैन। धन्यवाद। यसपछि नवनियुक्त सम्माननीय प्रधानमन्त्रीज्यूलाई आफ्नो आसनमा रही शपथ पत्रमा हस्ताक्षर गरिदिनु हुन अनुरोध गर्दछु। सम्माननीय प्रधानमन्त्री श्री बालेन्द्र शाहज्यूबाट प्रधानमन्त्री पद तथा गोपनीयताको शपथ लिने काम सम्पन्न भएको छ। नवनियुक्त सम्माननीय प्रधानमन्त्रीज्यूलाई राष्ट्रपतिको कार्यालयको तर्फबाट हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौं। अब म नवनियुक्त सम्माननीय प्रधानमन्त्रीज्यूलाई सम्माननीय ज्यूहरू समक्ष बधाई तथा शुभकामना ग्रहण गर्नका लागि हार्दिक अनुरोध गर्दछु। अब मञ्चमा आसीन सम्माननीय ज्यूहरूसँग परिवारजनसहित सामूहिक तस्विर लिने प्रयोजनका लागि शरीक भइदिनु हुन नवनियुक्त सम्माननीय प्रधानमन्त्रीज्यूलाई अनुरोध गर्दछु। सम्माननीय प्रधानमन्त्रीज्यूको परिवारका सदस्यहरू मञ्चमा उपस्थित भइदिनु हुन अनुरोध गर्दछु।
राष्ट्रपति रामचन्द्र पौडेल समक्ष नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले पद तथा गोपनीयताको शपथ लिइसक्नु भएको छ र यति बेला नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहका परिवार उहाँकी श्रीमती सबिना काफ्ले र छोरी हामीले यति बेला देखिरहेका छौं। यो दृश्यमा परिवार सहित फोटो सेसनको कार्यक्रम रहेको छ र भर्खरै मात्रै पद तथा गोपनीयताको शपथ सम्पन्न भएको छ। राष्ट्रपति रामचन्द्र पौडेल समक्ष नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले पद तथा गोपनीयताको शपथ लिनु भएको छ र यति बेला परिवार सहित फोटो सेसनको कार्यक्रम हुँदैछ। राष्ट्रपति कार्यालय शीतल निवासबाट हामीले यो प्रत्यक्ष प्रसारण यहाँहरू समक्ष देखाइरहेका छौं। राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा 76 को उपधारा 1 बमोजिम प्रतिनिधि सभा सदस्य बालेन्द्र शाहलाई प्रधानमन्त्रीमा आजै मात्रै नियुक्त गर्नुभएको हो र अहिले भर्खरै उहाँलाई पद तथा गोपनीयताको शपथ पनि गराउनु भएको छ राष्ट्रपति पौडेलले। र नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले एउटा इतिहास कायम गर्नु भएको छ। लोकतन्त्र स्थापना पछिका 36 वर्ष